नमस्कार, म गोमा बस्नेत। तपाईलाई के लाग्छ नेपालमा हिन्दू र मुसलमान बीचको सम्बन्ध कस्तो छ? बलिउड फिल्ममा विभिन्न इन्डियन फिल्महरुमा देखाइएको चलचित्र जस्तो छ कि त्यो भन्दा राम्रो छ अथवा नराम्रो छ, के लाग्छ? हाम्रो सोलुखुम्बुमा पनि मुसलमानहरु हुनुहुन्छ। उहाँहरूले आफ्नो व्यवसाय गरिरहनु भएको छ। कतिको पसल छ, कतिले लुगा बेच्ने काम, कतिले सियोग रसना बेच्ने काम, कतिले मासु बेच्ने काम हुन्छ नि, यावत कुराहरुमा उहाँहरू व्यस्त हुनुहुन्छ। त्यहाँ चाहिँ हाम्रो सम्बन्ध हुन्छ नि, यो हिन्दू यो मुसलमान भनेर त्यस्तो त्यो धर्मको आधारमा छँदै छैन। न त जातको आधारमा छ, न त धर्मको आधारमा छ। हाम्रो कारोबार राम्रो भइरहेको छ, सम्बन्ध पनि राम्रो छ। अनि जहाँसम्म लाग्छ मलाई हाम्रो तराईका क्षेत्रहरुमा पनि सम्बन्ध चाहिँ राम्रो छ, तर बाह्य शक्तिहरुले विशेष गरी इन्डियाले नै यसमा चाहिँ ठूलो रोल खेल्छ जस्तो मलाई लाग्छ। किनभने हाम्रो कति मुसलमान साथीहरु त सँगै जाने, दशैंमा टीका लगाउने, मन्दिरको प्रसाद उहाँहरूलाई लगाइदिने हैन, अनि त्यसैगरी उहाँहरूको ईदहरुको प्रसादहरु के हुन्छ अब त्यो हामीलाई दिने हुन्छ नि। हाम्रो चाहिँ यसरी आदान प्रदान गरिरहेका छौं। धार्मिक सहिष्णुता कायमै रहेको छ। तर अब अहिले चाहिँ व्यापक रूपमा फैलिएको यो सुनसरी घटना, जुन किसिमले गोलीकाण्डहरु एकपछि एक गरेर आइरहेको अवस्था छ, यसमा चाहिँ हिन्दू र मुसलमानको कुरालाई मुख्य रूपमा जोड दिएको छ। यो पछाडी चाहिँ अन्य पनि रिजनहरु हुन सक्छ। हामीले त्यसलाई चाहिँ कतै चुकिरहेका छौं कि जस्तो पनि लाग्छ। हिन्दू र मुसलमान मात्रै पनि कट्टर कारण नहुन सक्छ, त्यो बाहेक अन्य पनि कारण हुन सक्छ। यद्यपि धेरै जसो तराई बेल्टमा, त्यो पनि टिपिकल तराईवासीहरु बसेको ठाउँमा चाहिँ यो किसिमको अलिकति भेदभाव त मैले पाएँ हैन। म ती ठाउँहरुमा पुग्दाखेरि पनि अलिकति यो मुसलमानको घर हो, यहाँ चाहिँ जानु हुँदैन, यहाँ यस्तो खानु हुँदैन, केही कुरा पनि खानु मिल्दैन भन्ने जस्तो। अनि हिन्दू केटीहरुलाई चाहिँ मुसलमान केटाहरुले प्रयोग गर्छन्, अनि उनीहरुले चाहिँ आफ्नो धर्ममा चाहिँ त्यो कुरालाई चाहिँ माथि लान्छन् भन्ने खालको एउटा विभेदकारी सोच पनि देखिरहेको अवस्था छ। अब अहिले हामी कुन समाजदेखि कुन समाजमा आइसक्यौं, कुन फेजमा आइसक्यौं। अहिले हामी नेपालीहरु एकजुट भएर नेपाललाई कसरी विकसित गर्ने, हामी कसरी अघि बढ्ने भन्ने कुरा चाहिँ मेन इम्पोर्टेन्ट छ, न कि हामी राई, तामाङ, मगर भनेर जातको आधारमा भेदभाव गर्ने, अझ धर्मको आधारमा भेदभाव गर्ने। इभन हामी त कति दिलदार छौं हेर्नु त। क्रिस्चियन धर्म पनि यति धेरै फैलिएको छ नेपालमा। सबैजनाले त्यो यो ठुलो त्यो सानो भनेको छैन क्या। उलाई जे मन छ, धर्मनिरपेक्षताको राम्रोसँग प्रयोग भएको छ। त्यो कारणले गर्दाखेरि सानो सानो विचार राखेर हामीले चाहिँ भेदभाव गर्नुपर्ने त्यो सोच चाहिँ प्लिज हटाइदिनु है। तपाईको सन्तान भोलि तपाईकै आफ्नै हिन्दू धर्ममा जन्मेको बच्चा भोलि क्रिस्चियन हुन सक्छ, भोलि मुसलमान हुन सक्छ हैन। जुनसुकै कास्टमा जो पनि जान सक्छ। अहिले जे ग्रहण गरिरहेको छ त्यो हुँदैन।